धेरै धन प्राप्त हुनु अघि हामीलाई ब्रह्माण्डले यस्ता शुभ संकेतहरू दिने गर्दछ। तपाईलाई पनि यस्ता संकेतहरू मिलिरहेका छन् भने यहाँहरूले यसलाई ख्याल गर्नुस् कि यहाँको पनि जीवनमा नजिकै यहाँहरूलाई धेरै धन प्राप्ति हुँदैछ अथवा भाग्य परिवर्तन हुँदैछ। नमस्कार भक्त सज्जन वृन्द, सर्वप्रथम त यहाँहरूलाई स्वागत गर्न चाहन्छु म ऋषिराम लम्साल हरिबुल अल दर्शन पूर्ण दर्शन युट्युब च्यानलमा। जीवनमा भाग्यले ढोका खोल्नु अघि ब्रह्माण्डले केही विशेष संकेतहरू दिने गर्दछ। यस्ता संकेतहरू प्राय उनीहरूलाई प्राप्त हुन्छन् जसको भाग्यमा अपार धन ऐश्वर्य र समृद्धि लेखिएको हुन्छ। भनिन्छ नि, जुन भाग्यमा लेखिएको हुन्छ त्यो कुनै न कुनै रूपमा अवश्य प्राप्त हुन्छ। आवश्यकता हुन्छ त केवल ती संकेतहरूलाई चिन्न सक्ने क्षमताको। यदि तपाईँ पनि धनवान बन्ने सपना देख्नु भएको छ भने यस्ता शुभ संकेतहरू ध्यान दिएर अवलोकन गर्नुहोस्। आफ्नो जीवनमा आइरहेका संकेतहरू ध्यान दिएर अवलोकन गर्नुहोस्, किनभने यस्ता संकेतले तपाईलाई लक्ष्मी माता प्रसन्न हुनुहुन्छ र तपाईको जीवनमा आर्थिक समृद्धिको सुरुवात हुन लागेको छ भन्ने ज्ञात गराउँछ। एक नम्बरमा के छ भने यदि तपाईको हातबाट पैसा खस्यो अथवा यदि तपाईँ कसैलाई लेनदेन गरिरहनु भएको छ, पैसा दिनु भएको छ भने अचानक पैसा तपाईबाट खस्छ भने त्यसमा डराउनु पर्दैन कि यो शुभ संकेत हो कि तपाईको जीवनमा चाँडै धनको आगमन हुँदैछ, तपाईको भाग्य परिवर्तन हुँदैछ, तपाईँ धनी बन्दै हुनुहुन्छ भन्ने संकेत गरेको हुन्छ। दोस्रो नम्बरमा के छ भने कुनै पनि मुसोले, न्याउरी मुसाले यदि बाटो काट्यो भने तपाईँ जब घरबाट अथवा कहीँ कतैबाट निस्कँदै हुनुहुन्छ, निस्कने बित्तिकै यहाँको सायदको बेलामा न्याउरीले बाटो काट्यो भने यो अत्यन्तै धन प्राप्तिको संकेत हो, अत्यन्तै राम्रो शुभ संकेत हो। बिहान बेलुका यहाँहरूले अझ यो केसरिया रङको गाई देख्नुभयो भने पनि अत्यन्तै राम्रो हुन्छ र न्याउलाले बाटो काटेको अत्यन्तै राम्रो हो। यहाँहरूको भाग्य चम्किँदैछ, नजिकै अब निकट भविष्यमा यहाँहरू धनी बन्दै हुनुहुन्छ भन्ने संकेत यसले गरेको हुन्छ। अर्को 3 नम्बरमा के छ भने यहाँहरूले सपनामा पैसा पाउनुभयो, सपनामा पैसा पाउनुभयो, तपाईलाई कसैले दिइरहेको छ भने यो संकेत हो कि तपाईको जीवनमा लक्ष्मीको आगमन हुँदैछ र तपाईले जीवनमा केही परिवर्तन गर्न सक्नुहुन्छ भन्ने संकेत दिएको हुन्छ। अर्को कुरा 4 नम्बरमा के छ त भन्दा यहाँहरूको कुनै चराले तपाईमाथि विष्ठा गर्दैछ भने त्यो अशुभ होइन, त्यो के हो भने शुभ मान्नुपर्छ। यो आर्थिक समृद्धिको प्रारम्भिक संकेत हो भनेर शास्त्रमा बताइएको छ। अब अर्को के छ त भन्दा 5 नम्बरमा ताराहरू छुट्टिएको देख्नु। तपाईले रातमा आकाशमा ताराहरू छुट्दै गरेको देख्नुहुन्छ भने यो मनको गहिराईबाट इच्छाको कामना गर्नुहोस् कि विश्वास गरिन्छ यसले त्यो जुन कामना गरिएको छ, कामना गरिएको कुरा त्यसको चाहिँ फल प्राप्ति हुनेछ भनेर बताइएको छ। र अर्को के छ त भन्दा मयूर अथवा हात्ती देख्नु। हजुरहरूले मयूर नाचिरहेको देख्नुभयो अथवा घरको ढोकामा हात्ती सुँड उठाएर उभिएको देख्नुभयो भने घरमा लक्ष्मीको कृपा आउँदैछ, तपाईँ छिटै तपाईको भाग्य परिवर्तन हुँदैछ र तपाईको जीवनमा सफलताका खुड्किलाहरू अगाडि बढ्दैछन् भन्ने यसले संकेत गरेको हुन्छ। यदि तपाईले अर्को 7औं नम्बरमा के छ भने सुनौलो सर्प अथवा चाहिँ पूजाका सामग्री देख्नु पनि अत्यन्तै राम्रो मानिन्छ। यो लक्ष्मीको आगमनको शुभ संकेत हो भन्ने मानिन्छ। सुनौलो सर्प, नरिवल अथवा पूजा सामग्रीहरू जस्तै दही दुधहरू देख्नु पनि अत्यन्तै राम्रो। यो सपनामा देखिनु पनि अत्यन्तै राम्रो। हजुर निकट भविष्यमै हजुर धनी बन्दै हुनुहुन्छ र हजुरको आर्थिक कमजोरी यसले पूर्ण गर्नेछ। अनि अर्को कुरा के छ भन्दा घरको अगाडि अचानक कुनै बिरुवाहरू उम्रनु, बिरुवाहरू धेरै खालका बिरुवाहरू उम्रनु, यो के हुन्छ भने अत्यन्तै राम्रो शुभ शकुन मानिन्छ। कोही मानिस पानीले भरिएको भाँडो बोकेको देख्नु पनि यो अत्यन्तै राम्रो हुन्छ। यहाँहरू सायद गर्दै हुनुहुन्छ अथवा सपनामा पनि यहाँहरूले कुनै
हरियो घाँसहरू भित्र्याइरहनु भएको छ, हरियो घाँस काटेर ल्याउनु भएको छ भने यसको सङ्केत के हुन्छ भन्दा तपाईँको भोलिपल्ट नै यहाँहरूको जीवनमा धन प्राप्ति हुँदैछ है भन्ने सङ्केत गरेको हुन्छ। र अर्को कुरा, यहाँहरूको हात चिलायो भने पनि यसले छिटै निकट भविष्यमा यहाँहरूसँग पैसा आउँछ है भन्ने बुझाउँछ। र अर्को कुरा के छ भन्दा बाटोमा हिँड्दा यहाँहरूले सिक्का भेट्नुभयो। यदि तपाईँले बाटोमा हिँड्दाखेरि पैसाको सिक्का भेटाउनु भयो भने तपाईँलाई चाँडै कुनै कुनै ठाउँबाट पैसा प्राप्त हुनेछ है भन्ने यसले बुझाउँछ। त्यो अत्यन्तै राम्रो शुभ सङ्केत हो र आर्थिक अवस्थामा यसले शुभ सङ्केत दिएको हुन्छ, सुधार हुने सङ्केत दिएको हुन्छ। र यसमा पनि के जोडौँ भने हामीहरूले त्यस्ता केही अशुभ सङ्केतहरू पनि छन् जसले धनको हानि गराउँछ अथवा भाग्य परिवर्तन गर्छ, अभागी बनाउँछ, अपशकुन निम्त्याउँछ भनिन्छ। अशुभ सङ्केतहरू के हुन् त भन्दा तुलसीको बिरुवा एक्कासी सुक्नु भनेको अब परिवारमा चाहिँ अशुभ अथवा समस्या निम्तिन सक्छ भन्ने सङ्केत गरेको हुन्छ। घरमा कालो मुसुको अत्याधिक उपस्थिति भयो भने पनि धन हानि हुन्छ अथवा विवाद पर्छ कसैसँग भन्ने बुझिन्छ। सुन चाँदी हराउनु त अत्यन्तै नकारात्मक परिवर्तन हुन्छ है भन्ने बुझाएको हुन्छ। यहाँहरूको घिउ पोखिएको छ भने घरमा असन्तुलन अथवा खर्चको वृद्धि हुने गर्दछ भनिन्छ। आरतीको दियो आफै निभ्नु भनेको यो घरमा नकारात्मक ऊर्जा परिवर्तन भएको छ भन्ने बुझिन्छ। र त्यस्ता नकारात्मक ऊर्जा हटाउनको निम्ति हामीले के गर्ने त भन्दा हनुमान चालिसा अथवा नारायण कवचको पाठ गर्ने, तुलसीको पूजा गर्ने, गङ्गाजल छर्किदिने, गाईलाई रोटी खुवाउने अथवा गाईलाई खाना खुवाउने, हरियो घाँस खुवाउने, घरलाई सधैँभरि सफा राख्ने। सफा राख्दाखेरि सकारात्मक वातावरणको पैदा हुन्छ र सकारात्मक ऊर्जा त्यहाँबाट निस्कने गर्दछ। त्यसै कारणले यहाँहरूले यस्ता कुराहरू अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ कि आजको यो बसाइमा यहाँहरूलाई यो भिडियो कस्तो लाग्छ, यो सामग्री कस्तो लाग्छ, यहाँहरूले पक्कै पनि मन पर्छ भने लाइक गर्नुहोला र धेरैभन्दा धेरै साथीहरूमा सेयर गर्नु। यो च्यानलमा नयाँ हुनुहुन्छ भने यहाँहरूले यो च्यानललाई सब्सक्राइब गरिदिनु भन्दै आजको यो बसाइबाट म बिदा लिन चाहन्छु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्ति मा कश्चित् दुःखभाग् भवेत्। धन्यवाद।